हेलो गाइस, तपाईहरु कसरी बनाउनुहुन्छ माछा है त्यो चाहिँ मलाई थाहा छैन। हेलो गाइस, तपाईहरु कसरी बनाउनु माछा है त्यो चाहिँ मलाई थाहा छैन। म चाहिँ यसरी पहिले खोर्सानीको धुलो के अब यहाँ चाहिँ तेल चाहिँ अब चाहिँ साथीहरु तेल तातिए जस्तो छ। अब यो माछा हाली हेर्छु म है। माछा हाल्छु, तेल तातिनु पर्ने हो। फेरि यस्तो डर लाग्छ फेरि यो माछा हाल्नु मलाई। के तातेछ नत्र त यो सब्जीहरु पकाउँदा मलाई चाहिँ गाह्रो लाग्छ के। यसरी माछा हाल्दैछु गाइस। अब यो माछा यस्तो मिठो बनाउँछु कि त्यो कुकरले पनि सक्दैन के मलाई उयो गर्नु चाहिँ सब्जीहरु बनाउनु। तर अल्छी लाग्छ। अल्छी नलाग्यो भने कुकरले पनि सक्दैन के मलाई यो माछाहरुको आइटम। यसलाई म पानको पत्ता पाराले पनि काटिदिन्थे, अब नकाटौँ भनेर पानको पत्ता। हेर्नु गाइस, यो मसलाहरु पहिले नै फिट गरेर उयो गरेर हालेको नि त। ल हेर्नु त गाइस, भर्खर हालेको हेर्दै रातो न रातो खाउँ खाउँ लाग्दैछ हैन। सके हैन, यो मसलाहरु घोलेर हालेको थियो नि त, नुनहरु हेर्दै खाउँ खाउँ छ नि। यो पाक्दा त नि ए भगवान, पाक्दा त झेक्दा के सोच्ने यार, मुखबाट पानी आउँछ। ल ओके गाइस।